अहिले हामी महाराजी प्रेम रावतको ज्ञान कथा सुनेर फर्किँदैछौँ। ज्ञान पानीका कारणले गर्दा अलि सबैलाई डिस्टर्ब गरेको छ। शान्तिको सन्देश सुनाउनुहुन्छ उहाँले। यहाँ नेपाल अधिराज्यका मान्छेसहित इन्डियाको दिल्ली पन्जाब सबका मान्छेहरू आउनुभएको थियो, तर पानीले गर्दाखेरि सोचे जतिको सफल कार्यक्रम हुन सकेन। पानी बर्सातका बावजुद कार्यक्रम त भयो नि त। मान्छेको भिडभाड देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदमै वृद्धा बाल बालिकाहरू सबैलाई एकदमै पानीले अलिक दुःखी बनाएको छ। जुन इच्छा बोकेर मान्छेहरू कार्यक्रम सुन्न भनेर अथवा शान्तिको सन्देश सुन्न भनेर आएका थिए, त्यो सन्देश सुन्न सकेका छैनन्। कोही व्यक्तिहरू तथा केही मानिसहरूले सन्देश नसुनिकन यहाँदेखि बिदा हुन पर्यो पानीको कारणले गर्दा। भने केही मानिसहरूले सन्देश सुनेका छन्। भिडभाड छ एकदमै। यसरी उहाँसम्मको लाइन छ। यहाँ साथमा मेरो दाइ हुनुहुन्छ। हामी भए पनि केही कुरा महाराजजीबाट सिक्न अवसर पायौँ, ज्ञान पायौँ। उहाँ मान्छेको भिडभाड